भन तिमी गाउँछौ भने एउटा गजल लेख्छु, गीत चाहिँ गुनगुनाउँछौ भने एउटा गजल लेख्छु। गजल की धुन आओ, ये गजल की धुन आओ। शब्द संयोजनले नै यो मन रुवाउँछ। फेरि शब्दकै अर्को लहरले यो मन हँसाउँछ। सबैले बोल्ने शब्द उही हो, तर कसैका शब्दमा जीवन र जगतको मर्म प्रवाहित हुन्छ। मुटु छुन्छ, कहिले आकाशमा उडाउँछ त कहिले जन्म घरमा पुर्याउँछ। मेरो प्यारो शब्द विमानको प्रस्तुति कार्यक्रम शब्द श्रृंगार। त्यति सानो मनमा त्यति धेरै पीर रहेछ, त्यति सानो मनमा त्यति धेरै पीर रहेछ। जिन्दगी पनि एक अप्ठ्यारो भीर रहेछ, त्यति सानो मनमा त्यति धेरै पीर रहेछ। जिन्दगी पनि एक अप्ठ्यारो भीर रहेछ। आफ्नो एउटै आँखा पनि अरूलाई दियो, आफ्नो एउटै आँखा पनि अरूलाई दियो। एक व्यवहारले थाहा भयो फकीर रहेछ। आफ्नो एउटै आँखा पनि अरूलाई दियो, एक व्यवहारले थाहा भयो फकीर रहेछ। जिन्दगी पनि एक अप्ठ्यारो भीर रहेछ। मरेपछि एक सरो कात्रोसम्म पाएन, मरेपछि एक सरो कात्रोसम्म पाएन। जिउँदो हुँदा ऊ कुनै ठुलै अमीर रहेछ, जिउँदो हुँदा ऊ कुनै ठुलै अमीर रहेछ। मरेपछि एक सरो कात्रोसम्म पाएन। हिँड्ने बेला साथीले कसेर अङ्गालो हालेथ्यो, हिँड्ने बेला साथीले कसेर अङ्गालो हालेथ्यो। उसँगको त्यही भेट आखिर रहेछ। जिन्दगी पनि एक अप्ठ्यारो भीर रहेछ। रातभरि रोइरहन हराएको थैली सम्झेर, रातभरि रोइरहन हराएको थैली सम्झेर। जसमा मरेको जवान छोराको तस्बिर रहेछ, जसमा मरेको जवान छोराको तस्बिर रहेछ। रातभरि रोइरहन हराएको थैली सम्झेर। जिन्दगी पनि एक अप्ठ्यारो भीर रहेछ। त्यति सानो मनमा त्यति धेरै पीर रहेछ। कार्यक्रमको आरम्भ गरे यो गजलबाट। कार्यक्रम शब्द श्रृंगारको मझेरीमा पुनः उपस्थित भइसकेका छौँ। आवाजबाट म मोहन विलासी अनि साथमा एकजना कुशल सर्जक पनि हुनुहुन्छ। विभिन्न रेडियोहरूमा प्राविधिक संयोजनमा बसेर आकाशीय तरङ्गबाट यी आवाजहरूलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिरहनु भएको छ प्राविधिक साथीहरूले। अनि हिमाल, पहाड, तराई, गाउँ, सहर वा विदेश जहाँ जसरी कार्यक्रम सुनेर बस्नुहुने तपाईँ प्रिय मनहरूको पनि साथ जुटिरहेको छ। यो कार्यक्रम तपाईँले हरेक शनिबार साँझ 8 बजेदेखि परिवर्तनको संवाहक रेडियो मेरो एफएम 93.3 मेगाहर्ज काठमाडौँबाट र तपाईँसँग इन्टरनेटको पहुँच छ भने www.meroFM.com लगइन गरेर विश्वको जुनसुकै कुनाबाट पनि श्रवण गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज सिन्धुलीबाट यसै समयमा सुन्न सक्नुहुनेछ।
त्यसै गरी शनिबार बेलुकी 9:15 बजे रेडियो दार्चुला 90 मेगाहर्ज दार्चुला, रेडियो बागमती 91.5 मेगाहर्ज सर्लाही, समावेशी एफएम 92.3 मेगाहर्ज उदयपुर, रेडियो मनोकामना 102.4 मेगाहर्ज गोर्खाबाट, आइतबार बेलुकी 9:15 बजे रेडियो टाइम्स 94.8 मेगाहर्ज रूपन्देहीबाट, सोमबार दिउँसो 31 बजे रेडियो महाकाली 96.2 मेगाहर्ज कञ्चनपुरबाट, सोमबार बेलुकी 9:15 बजे रेडियो सर्भर 92.5 मेगाहर्ज मकवानपुरबाट, मङ्गलबार दिउँसो 3 बजे नवलपुर एफएम 104.7 मेगाहर्ज नवलपुरबाट, मङ्गलबार बेलुकी 9:15 बजे दुधकोशी एफएम 94.6 मेगाहर्ज सोलुखुम्बुबाट, बिहिबार बेलुकी 8 बजे रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखाबाट र अन्य विभिन्न रेडियोहरूबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। सृजनाका कोपिलाहरू फुलाउने, सृजनशील कलमहरूलाई तिखार्ने अनि नवसर्जकहरूलाई साहित्य समाजमा आफ्नो चिनारी स्थापित गराउने कार्यक्रमको उद्देश्य हो तपाईँको अन्तर्मनबाट सृजित सृजनाहरू सबैमाझ पुर्याउने हाम्रो अभियान निरन्तर जारी नै रहनेछ। यो कार्यक्रम विभिन्न सर्जकहरूबाट साहित्य सृजनाको लागि मार्गदर्शन पनि बन्न सक्छ। आजको कार्यक्रम विशेष गरी गजलमय बनाउने हाम्रो प्रयत्न हो। कार्यक्रममा आजका अतिथि सर्जकका रोजाइमा यो एउटा सुमधुर सङ्गीत सुनेर सङ्गीतानन्द लिउँ अनि सँगै रहेर हामी गजल यात्रा गर्नेछौँ। निलम आङ्बुहाङ राईको शब्द, सुरेश अधिकारीको सङ्गीत अनि सञ्जीवनीको स्वरमा सजिएको यो सुमधुर साङ्गीतिक कोसेली यहाँहरू माझमा पस्किसकेको छु। आज हामीसँग एकजना गजलकार भनौँ, कवयित्री भनौँ या कथाकार भनौँ,
सबै विधामा कलम चलाइसक्नु भएकी कुशल सर्जक हुनुहुन्छ सुमन स्मारिका। कार्यक्रमको सुरुवातमै पनि उहाँकै आवाजमा एउटा गजल प्रस्तुत गरिसके। पछिल्लो समय उहाँका गजलहरू युवा पुस्ता माझमा लोकप्रिय बनिरहेको छ। फेरि पनि उहाँकै एउटा गजल सुनौँ, त्यसपछि हामी छोटो विश्राममा जानेछौँ। किन कसरी सम्झिए सम्झिन्न भनेकी थिएँ, किन कसरी सम्झिए सम्झिन्न भनेकी थिएँ, दुबारा कहिले याद नगर्ने प्रण गरेकी थिएँ। किन कसरी सम्झिए सम्झिन्न भनेकी थिएँ, दुबारा कहिले याद नगर्ने प्रण गरेकी थिएँ। कतिखेर चोरी भएछन् सपना थाहै भएन, कतिखेर चोरी भएछन् सपना थाहै भएन, थाहै भएन कतिखेर चोरी भएछन् सपना। सुत्न त आँखा खुल्लै राखेर सुतेकी थिएँ, सुत्न त आँखा खुल्लै राखेर सुतेकी थिएँ। कतिखेर चोरी भएछन् सपना थाहै भएन, दुबारा कहिल्यै याद नगर्ने प्रण गरेकी थिएँ। कहाँ हराएछ अहिले कता गएछ मेरो मन, मेरो मन कहाँ हराएछ अहिले कता गएछ। मसँगै थियो जब घरबाट निस्केकी थिएँ, मसँगै थियो जब घरबाट निस्केकी थिएँ। कहाँ हराएछ अहिले कता गएछ मेरो मन, दुबारा कहिले याद नगर्ने प्रण गरेकी थिएँ। आज फेरि एउटा रहर दुर्घटनामा पर्यो, आज फेरि एउटा रहर दुर्घटनामा पर्यो। कति मुस्किलले जोगाएर राखेकी थिएँ, आज फेरि एउटा रहर दुर्घटनामा पर्यो। दुबारा कहिले याद नगर्ने प्रण गरेकी थिएँ। समय प्रतिकूलका कारण पठाउन सकेकी छैन, समय प्रतिकूलका कारण पठाउन सकेकी छैन, पठाउन सकेकी छैन। समय प्रतिकूलका कारण तिम्रो नाममा एउटा गजल लेखेकी थिएँ, तिम्रो नाममा एउटा गजल लेखेकी थिएँ। समय प्रतिकूलका कारण पठाउन सकेकी छैन, दुबारा कहिले याद नगर्ने प्रण गरेकी थिएँ। किन कसरी सम्झिए सम्झिन्न भनेकी थिएँ। कसरी तारिफ गरौँ उनी कस्ती कस्ती, फूल भनौँ कि जुन भनौँ कि त परी जस्ती। बिर्सिएर श्रृङ्गारमा गाजल लगाइन छौ, तेरेका तारमा गाजल लगाइन छौ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शब्द श्रृङ्गार। मेरो मैलिएपछि उसको चेहरा हँसिलो भएछ, मेरो मैलिएपछि उसको चेहरा हँसिलो भएछ। यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ, यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ। कसैको एक बुँद आँसुले कसैको एक बुँद आँसुले कसैको बगर थियो जिन्दगी गिलो भएछ। यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ। कसले पोखिदिएछ आकाशमा रङ, कसले पोखिदिएछ आकाशमा रङ, कसरी कालोबाट निलो भएछ। यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ। कस्तो यात्रा थियो कसरी गरियो, कस्तो यात्रा थियो कसरी गरियो, कस्तो यात्रा थियो कसरी गरियो। थाहा भो पुगेपछि पुग्न ढिलो भएछ, थाहा भो पुगेपछि पुग्न ढिलो भएछ। यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ। श्रीमतीले सजिलै पार पाचुके दिदिन्, श्रीमतीले सजिलै पार पाचुके दिदिन्। श्रीमानलाई अब सजिलो भएछ। मेरो मैलिएपछि उसको चेहरा हँसिलो भएछ। यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ, यसरी बिस्तारै सम्बन्ध लचिलो भएछ।
2049 सालमा भारतको नयाँ दिल्लीमा जन्मिनुभएकी सुमन स्मारिका विभिन्न विधामा कलम चलाउनुहुन्छ। हाइकु, कथा, गीत, गजल, तानका र कविताहरू लेखनमा कलम चलाइसक्नुभएकी सुमन स्मारिकाको पछिल्लो समय संयुक्त गजल सङ्ग्रह कैफियत 2 मा पनि उहाँका 20वटा गजलहरू प्रकाशित भएका छन्। सानैदेखि साहित्यमा रुचि राख्ने उहाँको गजल यात्रा यसरी सुरु भएको थियो। सबभन्दा पहिले मैले 2067 सालमा लेखेको थिएँ गजल। अहिले पनि याद छ मलाई त्यो गजल। 2067 सालमा लेखेर त्यसपछि हाम्रो यो मधुरस भन्ने कैलालीबाटै निस्किन्थ्यो, कैलाली चौरीबाट निस्किन्थ्यो। बलियाका केही साथीहरू हुनुहुन्छ, अहिले राजधानीमा हुनुहुन्छ, एकदम चर्चित राम्रो लेख्ने, उहाँहरूले किताबहरू पनि निकालिसक्नु भएको छ। उहाँ साथीहरूले निकाल्नु भएको थियो। मेरो पहिलो गजल त्यहाँ छापिएको थियो। मैले सम्झिन चाहेँ सबभन्दा पहिले छापिएको गजल मेरो त्यहाँ हो, मधुरसमा। गजल यात्राको पहिलो कालमै लेखेको गजलको 2टा शेर मलाई याद छ। मैले यसरी बोलेँ, तडपाएर मलाई कहिलेसम्म हो, तडपाएर मलाई कहिलेसम्म हो, राख्ने जलाई कहिलेसम्म हो, सिसाएर एक एक अङ्गहरू मेरा, सिसाएर मतलब तयारी भन्ने बुझिन्छ, सिसाएर एक एक अङ्गहरू मेरा नकोरी सलाई कहिलेसम्म हो, तडपाएर मलाई कहिलेसम्म हो, राख्ने जलाई कहिलेसम्म हो। पछिल्लो समय मैले कविता लेखेको छु, लगभग 5-7वटा कविता लेखेको छु, गजल पनि लेखेको छु। केही गजलहरूबाट एउटा गजलको 2टा शेर मैले भने यहाँनिर, कतिसम्म हुनुपर्ने हुन्छ मजबुर पनि, कतिसम्म हुनुपर्ने हुन्छ मजबुर पनि, बडो अजिबको छ जिन्दगीको दस्तुर पनि, कतिसम्म हुनुपर्ने हुन्छ मजबुर पनि, बडो अजिबको छ जिन्दगीको दस्तुर पनि, उठ च्याति दिएर ल अब हाँस भन्नुहुन्छ, उठ च्याति दिएर ल अब हाँस भन्नुहुन्छ, क्या मजाक गर्नुहुन्छ मालिक हजुर पनि, क्या मजाक गर्नुहुन्छ मालिक हजुर पनि, उठ च्याति दिएर ल अब हाँस भन्नुहुन्छ, बडो अजिबको छ जिन्दगीको दस्तुर पनि, कतिसम्म हुनुपर्ने हुन्छ मजबुर पनि। समाजमा जे देखिन्छ, जीवनमा जे भोगिन्छ, मनमा जे कल्पिन्छ, तिनैलाई साहित्यमा उतार्ने गरिन्छ। सुमन स्मारिकाका गजलहरू पनि जीवन्त लाग्छन्। उहाँका गजलहरूमा समाजको यथार्थ चित्रण पाइन्छ। गाउँमा भेटिन्थ्यो, सहरमा भेटिएको छ, एक रहस्यमय नजरमा भेटिएको छ, विज्ञानले पनि हारेको छ यहाँनिर, असली भगवान त पत्थरमा भेटिन्छ। गाउँमा भेटिन्थ्यो, सहरमा भेटिएको छ, गाउँमा भेटिन्थ्यो, सहरमा भेटिएको छ, एक रहस्य नयाँ नजरमा भेटिएको छ, गाउँमा भेटिन्थ्यो, सहरमा भेटिएको छ, एक रहस्य नयाँ नजरमा भेटिएको छ, विज्ञानले पनि हारेको छ यहाँनिर, विज्ञानले पनि हारेको छ यहाँनिर, विज्ञानले पनि हारेको छ, असली भगवान त पत्थरमा भेटिएको छ, असली भगवान त पत्थरमा भेटिएको छ, विज्ञानले पनि हारेको छ यहाँनिर, एक रहस्य नयाँ नजरमा भेटिएको छ, हिँडिरहे हिँड्नेहरू नयाँ नयाँ बाटो खोज्दै, हिँडिरहे हिँड्नेहरू नयाँ नयाँ बाटो खोज्दै, नयाँ नयाँ बाटो खोज्दै हिँडिरहे हिँड्नेहरू, मन्जिल भने पुरानो सफरमा भेटिएको छ, मन्जिल भने पुरानो सफरमा भेटिएको छ, एक रहस्य नयाँ नजरमा भेटिएको छ, आफ्नै मलामी गएर आएको रहेछ, आफ्नै मलामी गएर आएको रहेछ, कफन ओढेर बसेको घरमा भेटिएको छ, कफन ओढेर बसेको घरमा भेटिएको छ, आफ्नै मलामी गएर आएको रहेछ, एक रहस्य नयाँ नजरमा भेटिएको छ, कुनै समय हराएको बलौटे जिन्दगी, कुनै समय हराएको बलौटे जिन्दगी, आज आएर बगरमा भेटिएको छ, आज आएर बगरमा भेटिएको छ, कुनै समय हराएको बलौटे जिन्दगी, एक रहस्य नयाँ नजरमा भेटिएको छ, गाउँमा भेटिन्थ्यो, सहरमा भेटिएको छ। लेखौँ भनेर लेख्न बसेको दिन लेख्न सक्दिनँ, कहिलेकाहीँ कहिलेकाहीँ लेखौँ भनेर पनि लेखिन्छ, कहिलेकाहीँ कुनै घटना विशेष भइदिन्छन्, कहिलेकाहीँ एकदम ज्यादा पीडामा भइन्छ, कहिलेकाहीँ एकदम खुसीको अवस्था हुन्छ, त्यो आउन परेपछि भित्रबाट आफै आउँछ। लेख्न बसौँ या यो भनौँ भनेर समय हेरेर, तारिख हेरेर, बार हेरेर त्यस्तो हुँदैन। लगभग कहिलेकाहीँ देखेर पनि लेखिन्छ, कहिलेकाहीँ
आफूलाई पढ्दा पनि लेखिन्छ, कहिलेकाहीँ सुनेर पनि लेखिन्छ, त्यो भइरहन्छ। कहिलेकाहीँ कुनै ठुलै घटना घटिदिन्छ या सानै घटना घट्छ, कहिलेकाहीँ कसैले केही भनिदिनुहुन्छ, कहिलेकाहीँ आफन्तसँग चित्त दुख्छ, कहिलेकाहीँ आफैसँग खुसी भइन्छ, आफैसँग रिसाइन्छ, त्यस्तो अवस्थामा लेखिन्छ। कविता लेखिरहँदा कहिलेकाहीँ गजलका शेरहरू आइदिन्छन्, गजल लेखिरहँदा कहिलेकाहीँ कविता या हाइकु तानकाहरू यावाद कुरा आइदिन्छन्। यो हुनु मलाई स्वाभाविक जस्तै पनि लाग्छ, किनकि साहित्यका सबै उसमा म जे होस् लेख्नभन्दा ज्यादा पढ्न रुचाउने मान्छे लेखिरहँदा सामान्य पनि यत्तिकै पनि बसिरहेको बेला पनि त्यो आउनु स्वाभाविक जस्तो लाग्छ, आउँछ पनि। एउटा कुरा भन्नेहरूले धेरै भन्नुहुन्छ, आत्मसन्तुष्टिको लागि लेखिन्छ भन्नुहुन्छ, देशको लागि लेखिन्छ भन्नुहुन्छ। अहिलेसम्म कसैको लागि लेख्न सकेको जस्तो लागेको छैन, सायद आफ्नै लागि पनि लेख्न सकेको छैन, लेख्न बाँकी नै छ। साहित्य स्वतन्त्र सृजना हो। कसैले साहित्यलाई मनमा कुण्ठित भावनाहरू पोख्ने माध्यमका रूपमा बताउँछन्। पीडा, खुसी, प्रेम, असन्तुष्ट, भोगाई आदि कुराहरू नै साहित्यमा समावेश हुन्छन्। सुमन स्मारिका पनि आफ्नो गजल मार्फत भन्दै हुनुहुन्छ, गरिरहनुहोस् तपाईँ मुस्कुराए जस्तो, दुःखहरू पनि लाग्छन् हराए जस्तो, कसैले यो दिल खेलाइरहेछन् बच्चाले खेलाउन खेलाए जस्तो। गरिरहनुहोस् तपाईँ मुस्कुराए जस्तो, गरिरहनुहोस् तपाईँ मुस्कुराए जस्तो, दुःखहरू पनि लाग्छन् हराए जस्तो। गरिरहनुहोस् तपाईँ मुस्कुराए जस्तो, दुःखहरू पनि लाग्छन् हराए जस्तो, कसैले यो दिल खेलाइरहेछन्, कसैले यो दिल खेलाइरहेछन् बच्चाले खेलाउन खेलाए जस्तो, बच्चाले खेलाउन खेलाए जस्तो, कसैले यो दिल खेलाइरहेछन्, दुःखहरू पनि लाग्छन् हराए जस्तो। मृत्यु आउँछ निधार चुमेर जान्छ, मृत्यु आउँछ निधार चुमेर जान्छ, म गरिदिने गर्छु निदाए जस्तो, दुःखहरू पनि लाग्छन् हराए जस्तो। मृत्यु आउँछ निधार चुमेर जान्छ, म गरिदिने गर्छु निदाए जस्तो। अक्सर नपाइएका चिजहरू नै, अक्सर नपाइएका चिजहरू नै लाग्ने रहेछ ज्यादा गुमाए जस्तो, अक्सर नपाइएका चिजहरू नै लाग्ने रहेछ ज्यादा गुमाए जस्तो। दुःखहरू पनि लाग्छन् हराए जस्तो, तिमीलाई भेटाएपछि मात्रै लाग्यो, तिमीलाई भेटाएपछि मात्रै लाग्यो, मैले पनि मलाई भेटाए जस्तो, मैले पनि मलाई भेटाए जस्तो, तिमीलाई भेटाएपछि मात्रै लाग्यो, दुःखहरू पनि लाग्छन् हराए जस्तो, गरिरहनुहोस् तपाईँ मुस्कुराए जस्तो। कसरी तारिफ गरौँ उनी कस्ती कस्ती, फुल भनौँ कि जुन भनौँ कि त परी जस्ती। बिर्सिएर श्रृङ्गारमा गाजल लगाइन छौ, तेरेका तारमा गाजल लगाइन छौ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शब्द श्रृङ्गार। एउटा अनुहारसँग अर्को अनुहार मिल्छ, एउटा अनुहारसँग अर्को अनुहार मिल्छ, झुक्किएर मात्र एक दुई व्यवहार मिल्छ, एउटा अनुहारसँग अर्को अनुहार मिल्छ, झुक्किएर मात्र एक दुई व्यवहार मिल्छ। कहिले कसो गएर हालखबर सोधिदेऊ, कहिले कसो गएर हालखबर सोधिदेऊ, आश्रममा भएका बाआमालाई आधार मिल्छ, आश्रममा भएका बाआमालाई आधार मिल्छ, कहिले कसो गएर हालखबर सोधिदेऊ, झुक्किएर मात्रै एक दुई व्यवहार मिल्छ। खल्तीभरि पैसा भरेर बजार जानुहोला, खल्तीभरि पैसा भरेर बजार जानुहोला, बजार जानुहोला, खल्तीभरि पैसा भरेर चोक चोकमा बिक्न बसेको सरकार मिल्छ, चोक चोकमा बिक्न बसेको सरकार मिल्छ, खल्तीभरि पैसा भरेर बजार जानुहोला, झुक्किएर मात्रै एक दुई व्यवहार मिल्छ। कसैको केही गर्नु पर्दैन, केही बिगार्नु पर्दैन, कसैको केही गर्नु पर्दैन, केही बिगार्नु पर्दैन, यहाँ अब्जस र आरोप सुत्तैमा उपहार मिल्छ, झुक्किएर मात्रै एक दुई व्यवहार मिल्छ। ऐना नदेखाऊ, चस्मा उपहार नपठाऊ,
ऐना नदेखाऊ, चस्मा उपहार नपठाऊ, तिम्रो आँखामा मलाई मेरो संसार मिल्छ। तिम्रो आँखामा मलाई मेरो संसार मिल्छ, ऐना नदेखाऊ, चस्मा उपहार नपठाऊ, झुकिएर मात्रै एक दुई व्यवहार मिल्छ, एउटा अनुहारसँग अर्को अनुहार मिल्छ। एउटा अनुहारसँग अर्को अनुहार मिल्छ, झुक्किएर मात्रै एक दुई व्यवहार मिल्छ, कहिले कसो गएर हालखबर सोधिदेऊ, आश्रममा भएका बाआमालाई आधार मिल्छ। आज हामी सर्जक सुमन स्मारिकाका गजलका शब्दहरूसँगै शब्दयात्रा गरिरहेका छौँ। उत्कृष्ट शब्दहरूको संयोजनबाट गजल सिर्जना गर्ने उहाँले धेरै गजलहरू रचना गरिसक्नु भएको छ। थुप्रै सिर्जनाहरू गरिरहँदा उहाँ आफ्नो साहित्य सङ्ग्रह योजनाबारे यस्तो बताउनुहुन्छ। सङ्ग्रह निकाल्ने योजना आजभन्दा 4 वर्ष पहिले, करिब 4 वर्ष पहिले निकाल्ने भनेर लगभग पाण्डुलिपि पनि तयार भएको थियो र यसै वर्ष अस्ति वैशाखमा पनि निकाल्ने भन्ने लगभग तयारी थियो। फेरि आफैलाई केही गजलका कुनै शेरहरू कमजोर जस्ता पनि लागे र कतिपय आदरणीय अग्रजहरू मान्यजनहरूबाट सुझावहरू लिँदा निकाल्दा हुन्छ भन्ने आयो। कतिपयबाट चाहिँ केही समय 5-7 महिना पर्ख्यौँ कि भन्ने आयो। हेरौँ अब 75 को अन्तिमतिर 76 को लगभग पहिलो वर्षमै निस्किन्छ कि आश गरौँ। हेरौँ कहिलेसम्म लेख्न सकिन्छ, कहिलेसम्म समय हिँडिरहन्छ र म समयसँग हिँडिरहन्छु, म अवस्थासँग हिँडिरहन्छु। भोलिको भविष्य भोलिकै काखमा छोडौँ। पक्कै पनि उहाँका साहित्य सङ्ग्रह धेरै पाठकहरूको पर्खाइमा पनि हुनसक्छ। चाँडै पाठकहरूले पढ्न पाउन्, किनकि सिर्जना अमर रहन्छ र सिर्जना आफैमा लुकाएर राख्नुको कुनै महत्त्व हुँदैन। त्यसकारण पनि सिर्जना सिर्जित भएर जब सबैमाझ पुग्छ तब त्यो सिर्जनाले सर्जकको स्तर बढाइदिन्छ। फेरि पनि उहाँको अर्को एउटा गजल सुनौँ। यो भीड उही हो, यो जमात उही हो, यो भीड उही हो, यो जमात उही हो, देशको सलामीमा उठ्ने हात उही हो। यो भीड उही हो, यो जमात उही हो, देशको सलामीमा उठ्ने हात उही हो। तानिएर घरिघरि खिचिन्छ पछाडि, तानिएर घरिघरि खिचिन्छ पछाडि, तानिएर घरिघरि खिचिन्छ पछाडि। मान्छेको रहरको मात उही हो, मान्छेको रहरको मात उही हो, तानिएर घरिघरि खिचिन्छ पछाडि। सिधालाई सिधै बाङ्गालाई बाङ्गै देखाउँछ, सिधालाई सिधै बाङ्गालाई बाङ्गै देखाउँछ। जसरी हेरे पनि ऐना बात उही हो, जसरी हेरे पनि ऐना बात उही हो, देशको सलामीमा उठ्ने हात उही हो। फरक यति हो कि आज चाँदनी छैन, फरक यति हो कि आज चाँदनी छैन। हुनलाई त यो रात उही हो, हुनलाई त यो रात उही हो, फरक यति हो कि आज चाँदनी छैन। देशको सलामीमा उठ्ने हात उही हो। उहिले पनि चाहन्थे अहिले पनि चाहन्छु, उहिले पनि चाहन्थे अहिले पनि चाहन्छु। म उही हुँ मेरो औकात उही हो, म उही हुँ मेरो औकात उही हो। अहिले पनि चाहन्थे उहिले पनि चाहन्थे अहिले पनि चाहन्छु। देशको सलामीमा उठ्ने हात उही हो, यो भेट उही हो, यो जमात उही हो। मित्र, शब्दयात्रा गर्दा गर्दै कार्यक्रम शब्द श्रृङ्गारको हामी अन्तिममा आइसकेका छौँ। समयले विदाईका हातहरू हल्लाउन भनिरहेछ।
आजको कार्यक्रमका कुशल सर्जक सुमन स्मारिकालाई विशेष धन्यवाद दिँदै डाक्टर कृष्ण हरि बरालको शब्द, बेबी अनुरागीको सङ्गीत अनि गङ्गाधर पराजुलीको आवाजमा सजिएको यो सुमधुर साङ्गीतिक गजल छाड्दै तपाईँको समीपबाट म मोहन अभिलाषी पनि बिदा चाहन्छु। अर्को साता पुनः तपाईँसँग भेट गर्न आउने नै छु। सुस्त रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। प्रेमको वर्षा भो तिमी आएपछि, हर्ष नै हर्ष भो तिमी आएपछि। प्रेमको वर्षा भो तिमी आएपछि, हर्ष नै हर्ष भो तिमी आएपछि। माया भन्दा पर छैन अर्को मजा, माया भन्दा पर छैन अर्को मजा। यही निष्कर्ष भो तिमी आएपछि, यही निष्कर्ष भो तिमी आएपछि। प्रेमको वर्षा भो तिमी आएपछि, हर्ष नै हर्ष भो तिमी आएपछि। तिमी छेउरामा छु प्यार छ, जिन्दगीमा मिठो बार छ। तिमी छेउरामा छु प्यार छ, जिन्दगीमा मिठो बार छ। तिमी भएर नै मसँग, तिमी भएर नै मसँग, खुसी नै खुसी हजार छ, खुसी नै खुसी हजार छ। हर मौसम बसन्त भो तिमी आएपछि, दुःखको अन्त भो तिमी आएपछि। माया भन्दा पर छैन अर्को मजा, माया भन्दा पर छैन अर्को मजा। यही निष्कर्ष भो तिमी आएपछि, यही निष्कर्ष भो तिमी आएपछि। पछि पछि पछि